हेलो गाइज वेलकम ब्याक टु अनदर भ्लग। अनि आज चाहिँ दाईको बिहे छ अनि म चाहिँ जन्ती जाँदैछु। जन्ती जानलाई चाहिँ हामी रेडी भइसक्यौँ, हेर्न सक्नुहुन्छ। जन्ती जाँदै गर्दा बाटोबाट चाहिँ यस्तो दामी भ्यू देखिरहेको थियो, हेर्न सक्नुहुन्छ होइन। बिहान भएर पनि होला। त्यसपछि अराउन्ड 1.5-2 घन्टाको ड्राइभ पछि चाहिँ हामी दाउन्डे खोलामा पुग्यौँ, जुन चाहिँ नार्केदेखि थोरै अगाडि रहेको छ। एकैछिनको छोटो मिठो ब्रेक पछि चाहिँ हामी चाहिँ फेरि आफ्नो गन्तव्यतर्फ लाग्यौँ। बाटो पनि फुल अफ रोड र पुरै उकालो रहेछ, एकदमै एडभेन्चर ड्राइभ भइरहेको थियो। रमणीय दृश्यहरू हेर्दै हामी चाहिँ हाम्रो गन्तव्यतर्फ लागिरहेका थियौँ र पिनथलीबाट लगभग 9 किलोमिटर जति माथि गएपछि चाहिँ हामी फाइनली डेस्टिनेसनमा पुग्यौँ। एकदमै भोक लागिरहेको थियो अनि त्यसपछि चाहिँ मैले सिधै खाना खान थालेँ, यस्तो मजाको भ्यू हेरेर होइन। अनि खाना खाइसकेपछि चाहिँ बिहे घरतिर गएँ अनि त्यसपछि 1-2 घन्टा जस्तो यताउता गाउँतिर नि घुमेँ। अनि त्यसपछि चाहिँ फेरि घरतिर फर्केँ। घर फर्किँदाखेरि चाहिँ बाटोमा चाहिँ यस्तो सानो भाइ बहिनीहरू भेट भयो होइन, हेर्न सक्नुहुन्छ। पापा खाऊ ल ल ल बाँडेर सबैजनाले पापा खाऊ है, 4 जनाले। बाई बाई। उनीहरू नि एकदमै खुसी भए। त्यसपछि चाहिँ फेरि हामीले हाम्रो यात्रा सुरु गऱ्यौँ होइन। जाँदाखेरि चाहिँ त्यस्तो भिडियो खिच्न पाएको थिएन र फर्किने बेलामा चाहिँ मैले भिडियो बनाउन लगाएँ। हेर्न सक्नुहुन्छ कस्तो दामी भ्यू देखिरहेछ। उकालो उक्लिन भन्दा नि ओह्रालो झर्न चाहिँ अलिकति टाइम लागिरहेको थियो होइन, हेर्न सक्नुहुन्छ। बाटो नि एकदमै अप्ठ्यारो थियो। केही समयपछि चाहिँ हामी फाइनली फेरि हाइवेमा जोड्यौँ होइन। रोसी खोला हेर्न सक्नुहुन्छ बगिरहेको। घर आइपुग्नको लागि त्यस्तै 1.5-2 घन्टा जति समय लाग्यो र आजको दिन चाहिँ एकदमै रमाइलो भयो होइन। आजको भ्लगमा चाहिँ यति नै। अब फेरि छिट्टै नयाँ भ्लगमा भेटौँला। बाई।